सामाजिक संसार युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शक साथीहरूमा नमस्कार छ। र आज हामी एउटा यात्राको क्रममा छौँ। त्यो यात्राको क्रममा आज मसँग समाजसेवी चुडामणि ढकालजी हुनुहुन्छ र उहाँसँग योभन्दा पहिला पनि हामीले केही राजनीतिक विषयवस्तु छलफल जुन अहिले देशमा चलिरहेका विभिन्न किसिमका घटनाहरूको विषयमा हामीले चर्चा गरिरहेको थियौँ। तर ती कुराहरू एकदम भाइरल पनि हुन्थे, धेरैले मन पनि पराउनुहुन्थ्यो र विगतमा हामी 2-3 महिना यो भेट्ने मौका मिलेन। र आज हामी यो यात्राको क्रममा दुईजना दाजुभाइ भेट भयो। भेट हुँदै गर्दा हामी अब यात्रा पनि चाहिँ गर्ने, बाटो पनि काट्ने, यी चाहिँ विभिन्न देशका विषयवस्तु जुन अहिले हामी गफ गर्दै हिँडिन्छ ती कुराहरू अहिले हामीले चाहिँ सोधखोज गरेर दाइसँग चाहिँ हामीले केही कुराहरू यो सामाजिक संसार युट्युब च्यानलमा आज राख्ने एउटा जमर्को गरेका छौँ र त्यही अनुसार आज हामी जानेछौँ। दाइ, हाम्रो सामाजिक संसार युट्युब च्यानलमा हजुरलाई स्वागत छ। धन्यवाद। र आज हामीले चाहिँ विषयवस्तु के भने देशका विभिन्न किसिमका घटनाहरू के कसरी अहिले गइरहेको छ, भोलिको चाहिँ के होला, हिजो हजुरले भनेको जुन चाहिँ थियो नि माहौल, त्यो माहौल र आगामी चुनावमा ठ्याक्क जेको त्यही मिलेको थियो क्या। र फेरि अहिले पनि अब यो चाहिँ 84मा एउटा चाहिँ छुट्टै किसिमको माहौल आउँदैछ। अब त्यो माहौल कसरी जाला, के जाला भनेर अब हामी त्यो विषयमा चर्चा गर्न जाँदैछौँ। अब हामी के गरिन्छ, हिँड्दै गइन्छ र यिनै विषयमा आज हामी चर्चा गरिन्छ। हस्, हुन्छ है। र अब हाम्रो यात्रा सुरु भयो। अब दाइरा हाम्रो चाहिँ यात्रा सुरु हुन्छ। अब हामी यो स्टिकमा लिएर भिडियो खिच्दैछौँ, यिनै विषयमा हामी चर्चा गरिन्छ। हामीसँग माइक पनि हामी चेक गरौँ, दुईटैको माइक आएर आउँछ, किनभने हामी चाहिँ अहिले हिँड्दैछौँ र हिँड्दाखेरि हामीले धेरै सोचेर चाहिँ काम गर्नुपर्ने हुन्छ। अब एकछिन पर्नुहोस् है। ल, ठिक छ सबै। ल दाजु, यो जुन अहिलेको हजुरले योभन्दा अगाडि विगतमा अहिले त आउनु होला, विगतमा जुन तपाईँले एउटा भविष्यवाणी गर्नुभएको थियो क्या, यस्तो यस्तो हुन्छ, अब यसरी हुन्छ होइन, अब चाहिँ जनताले यो तरिकाले भोट हाल्छन् र यसरी यो चुनाव चाहिँ जान्छ र भोलि यसको नतिजा यस्तो निस्किन्छ र कसैको पनि बहुमत आउँदैन भन्ने गर्नुभएको थियो। र यो राजनीतिक जुन अहिले परिस्थिति, यो घुसपेटका कुराहरू छन् नि, यी पनि हजुरले भने जस्तै अहिले कहिल्यै नमिल्ने काङ्ग्रेस एमाले मिलेर चाहिँ सरकार पनि चलाएको अवस्था छ। अहिले अब रासपाका सभापति होइन, पार्टी सभापति रवि लामिछानेजी पनि तपाईँको चाहिँ नि अहिले अब थुनिनु भएको छ, पक्राउ पर्नुभएको छ होइन। यिनै विषयहरू छन् के। यी विषयहरूलाई अलिक विस्तृत चाहिँ आज हजुरले बुझाउनु पर्यो र सुरु हजुरले जहाँबाट गर्दा पनि हुन्छ, कहाँबाट सुरु गर्दाखेरि हामीले बुझिन्छ, त्यहीँबाट सुरु गर्नुहोस्। धन्यवाद। हजुर, अब अहिले देशको परिस्थिति हेर्दा हजुर जटिल अवस्थामा गइरहेको देखिन्छ। हजुर, अब एउटा पार्टीको मात्रै सरकार हुँदा पनि सरकार नटिकेर एबी ओलीको सरकार थियो यहाँभन्दा अगाडि, नेकपा माओवादी र एमालेको त्यति बेला नेकपा बनेर एउटै पार्टी भएर जाने चुनाव पछि एकीकृत भएर बनेको सरकार थियो। त्यो पनि यस्तै सत्ताको लुसाचुडीका कारणले गर्दाखेरि बिचैमा त्यसै आफ्नो गति लिन नसकेर त्यो सरकार तुरिएको कुरा अथवा भत्केको कुरा, ढलेको कुरा सम्पूर्ण जनताहरूलाई पनि थाहा नै छ। त्यसपछि चाहिँ यो चुनाव भएपछि पनि मैले भनेको थिएँ, झन् अब त कुनै एउटा दलको सरकार त बन्नै सक्दैन भनेको हो। ठ्याक्कै भन्नुभएको थियो नि त। त्यो पनि हुन ठ्याक्कै त्यस्तै भयो। र यो बिचमा चाहिँ अब लगभग 2-3टा सरकार परिवर्तन भइसके होइन। यसै बिचमा अहिले नेकपा एमालेको र नेपाली काङ्ग्रेसको सरकार छ। यो झन्डै 2/3 बहुमतको सरकार हो। र यसमा पनि के भयो भने अब रवि यो अघिल्लो सरकारमा गृहमन्त्री हुँदा भुटानी शरणार्थी लगायतका अन्य काण्डहरू पनि त्यहाँ सँगै मुछिएका थिए। र त्यसमा भोलि रवि गृहमन्त्री हुँदा जेलमा परिन्छ कि भन्ने डरले उनै रविलाई, रवि गृहमन्त्री हुँदा जेलमा परिन्छ कि भन्ने डरले अरू दल काङ्ग्रेस र एमालेका नेताहरू जेलमा परिन्छ कि, अब भुटानी शरणार्थी काण्ड पनि भयो होइन, अब जाने गिरिबन्धु टी भयो, यी धेरै कुराहरू चाहिँ त्यहाँ जोडिएर आइराखेको हुनाले यही मौकामा रविले पनि थोरै केही मिस्टेक त पक्कै गरेकै रहेछन् होइन। तर त्यस्तै मिस्टेक गर्ने व्यक्तिहरू अरू थुप्रै छन्। खुलाम रूपमा अहिले
कुनै मुद्दा नै नलाइकन खुला हिँडिराखेको अवस्था छ। रविले त्यो ऋण तिर्न सक्दैनन् समयमा। अब ऋण तिर्न त अब त्यो तिरेको भए सरकारी पीडितहरूको जुन अहिले लगाइएको अभियोग छ त्यो उनी हामी आफू ऋणबाट मुक्त भएको भए धेरै राम्रो हुन्थ्यो। हजुर अन्त कुरा भन्नुहोस्। त्यो भएको हुनाले उनी अहिले अब सरकारी ठगीमा जेलमा छन्। हजुर त्यस्तै प्रकृतिका ठगी गरेका सरकारी ठगी गरेका एमालेका माओवादीका होइन काङ्ग्रेसका राप्रपाका यी मान्छेहरू खुला अहिले हिँडिराखेका छन्। हजुर र यो हेर्दा के भयो भने अहिले अब कानुन पनि दुई थरी जस्तो देखियो क्या। एक थरी कानुन एउटालाई प्रयोग गर्छ, अर्को थरी कानुन अर्कालाई प्रयोग गर्छ। त्यो भएको हुनाले अब अलिकति अवस्था हेर्दा अब न्यायसङ्गत कुराहरू भएन। किनभने अब जसले गल्ती कमजोरी काम गरेछन् ती मान्छेहरूलाई होइन एउटा कानुनी राज्यमा त्यो अनुसारको दण्ड सजाय भएको भए ठिक हुन्थ्यो। त्यो अनुसारको जाने कानुनी कारबाही भएको देखिएन। त्यो प्रतिशोध लिएर प्रतिशोधको भावनाले मान्छे 84 सम्म जिस्को भनेर 84 सम्म जाँदाखेरि केही न केही अर्कै केही उल्टो फेर्छ कि भन्ने डरले काङ्ग्रेस र एमाले मिलेर सत्ता पनि चलाउने आफ्ना कार्यकर्तालाई पनि बचाउने उद्देश्य राखेर यो सत्ता गठबन्धन भएको जस्तो लाग्छ। र अहिलेको व्यवहार हेर्दा पनि यिनीहरूको व्यवहार हेर्दा पनि त्यस्तै देखियो छ। त्यसैले जनताले सोचेको चाहेको अनुसारको देश विकास पनि भएको कदापि पाइँदैन क्या। अहिले फेरि एकदम जाने सानो तल्लो इकाइबाट माथिसम्म भ्रष्टाचारले देश चुल्लोमा डुबेको अवस्था पाइन्छ। अब आउने 84 भने नि यो 84 को निर्वाचनमा त झन् काङ्ग्रेस एमालेको सिट योभन्दा पनि तल झरेर आउँछ। यो ढुक्क भएर बसे हुन्छ उनीहरूले अब आफूले तर त्यो अरू पार्टी उदाउनै नपाएपछि कसरी सिट तल झर्छ त नि। होइन उदाउनु त पाइराखेको नि एउटा रवि मात्रै अब अहिले थुनिएको हो। रवि थुनिए पनि रविका रविका जङ्गलमा पार्टीका मान्छेहरू त छँदैछन् नि। क्या दृश्य देखियो है। यो पनि देखाउनु पर्छ कि जङ्गलको यात्रामा राजनीतिक गफ गर्दै जाँदा प्रकृतिमा मृग पनि भेटियो होइन दाजु। कत्रो हो है बाख्रो जतै कस्तो मजाले फिर्किने कि ल यो कुरा पनि भयो। ल त्यो कुरा के भएको हुनाले 84 मा रवि जेलमा गएको पनि हजुर त्यही त कस्तो आवाज आउँदैछ होइन। यो कस्तुरी भएको मृग होला यो। हामी मृग पनि फेरि देख्यौँ। आउनुहोस् कस्तो है कति रमाइलो भयो कि। बाघ पनि छ कि यहाँ पक्कै नि मृग भएपछि त्यही त त्यो भएको हुनाले अब रवि त्यहाँ थुनिए पनि हजुर अब रविको पार्टीका कार्यकर्ताहरू रविका जनताहरू र देशमा अलिकति बुझेका मान्छेहरू मैले भन्न खोजेको यो यसरी हेर्दा रविको प्रचार गर्न खोजेको भने यस्तो पनि देखिन सक्ला त्यो होइन। त्यसो भन्न खोजेको मैले फेरि होइन है। किनभने न्याय कानुन सबैलाई बराबर हुन पर्यो। भ्रष्टाचारीहरू सरकारी ठगीहरू यो अब लुट मचाउने व्यक्तिहरूलाई कुनैलाई संरक्षण गर्ने कुनैलाई जेलमा पठाउने काम चाहिँ यो अब यो कानुनी राज्यमा यस्तो चाहिँ नहुन पर्ने हो भन्ने कुरा मैले भनेको। अब रवि पार्टीले जित्छ हार्छ भन्ने कुरो त त्यो अब 84 कै निर्वाचनले जिताउने देखाउने कुरा हो। तर अहिले जाने दुई दल मिलेर बनाएको जुन चलेको सरकार छ चलाएको छ यो सबै हेर्दाखेरि यसमा चाहिँ एकदम न्याययुत ढङ्ग देखिएन। अब अर्को कुरो अहिले अब सरकारले नीति तथा कार्यक्रम ल्याउँदा पनि काङ्ग्रेसहरूलाई जाने अब धेरै टाउको दुखाइ जस्तो विषय पनि देखियो छ। सत्तामा खटपट पनि देखियो छ। किनभने एमाले आफ्नो तरिकाले यो नीति तथा कार्यक्रम बनाएको देखियो र त्यसमा काङ्ग्रेसहरूको पनि त्यहाँ कुरो लागु भएको पाइएन। त्यसैले हेर्दाखेरि अब यस्तै तरिकाले जाने हो भने अब यही सरकारको पनि आयु कति छ भनेर भन्न सकिने अवस्था चाहिँ छैन। त्यसैले अब हेरौँ यो के हुन्छ होइन। जस्तो अब हजुर त्यो छर्लङ्ग पार्नु हो त्यो न्यायचित भएन। रविलाई गरेको काममा तपाईँको पनि चित्त बुझेन। हजुर जुनसुकै पार्टी आस्था राखेको होइन। अब एउटा चाहिँ छर्लङ्ग भन्दा क्या अब अर्को कुरो के भने अहिले शिक्षकहरू आन्दोलनमा गए 27 दिन जति पनि भुलेर आए। त्यसको
उपलब्धि के भयो, गए किन, जानु ठिक हो कि होइन, ती मागहरू चाहिँ के कस्ता थिए, थोरै त्यो विषयमा चाहिँ छलफल हजुरलाई कस्तो अब शिक्षकहरू 29 दिनसम्म अब आन्दोलनमा जेको त्यही उनीहरू 20देखि चैत 20देखि अब अस्तिसम्म उनीहरूले अब 29 दिनसम्म आफ्नो माग राखे। उनीहरूको मुख्य माग भनेको शिक्षा ऐन जारी गराउने नि हो होइन। र त्यसभित्र टेकेर अरू मागहरू पनि उल्टो बाटो त्यहाँ राखेका भए। त्यो कारणले हेर्दा अब हेर्दै जाम असार 15सम्म अब शिक्षा ऐन हामी जारी गर्छौँ भन्ने कुरो सरकारको प्रतिबद्धता छ। नहुँदै उनीहरूको एउटा सम्झौता पनि भएको देखिन्छ। अब माग जाने राखेर अब आन्दोलनमा जाने कुरो माग पुरै नरहेपछि त अब कतिको नेपालको परिस्थिति अनुसार त दबाब त जसले पनि दिएकै हुन्छ। दबाब दिने कुरालाई त्यसले अब नराम्रै सङ्केत भनेर अहिले नभनौँ। तर सरकारले फेरि पनि शिक्षकहरूको जुन अहिलेको माग छ त्यो चाहिँ अब शिक्षा ऐन ल्याइहालेछ भने पनि त्यति अब राम्रोसँग सबै शिक्षाका माग समेटेर पुऱ्याएर जस्तो मैले यसमा मान्दिनँ। हुन त सबै 100% पुरा त कुनै सरकारले नि गर्दैन। जस्तो शैक्षिक क्षेत्र भनेपछि अरू अमेरिकादेखि लिएर अरू ठुल्ठुलो चाहिँ देशहरूको हेर्दाखेरि तपाईँको सरकारीमा जति राम्रो अन्त पाइन्न अरे होइन। यत्रो लगानी सरकारीमा भएको छ। एउटा विद्यालयमा 5 जना विद्यार्थी छन् भने 6 जना टिचर भएको पनि देखिएको छ। त्यहाँ भवन लगानीदेखि लिएर हरेक कुराको लगानी छ होइन। अब यसरी शिक्षा प्रणालीलाई लाँदा भोलि यी विद्यार्थीहरूको जुन अब आउने भावी जुन कर्णधार छन् देश बनाउने युवाहरू जुन बन्छन् अब त्यही चाहिँ बालबालिका तिनको एउटा जिन्दगी चाहिँ यसरी बन्ला। अब यो चाहिँ तरिकाले जुन भोलि गएर देश बनाउने एउटा कर्णधार सक्षम कर्णधार निस्केलान्। यसो छ अब यो सरकारले एउटा कुरो के गर्नुपर्छ भने प्राइभेटलाई यो अहिले सङ्गठन यस्तामा शिक्षालाई जाने आबद्ध गरेर राखेको छ पार्टीले। आफ्ना चुनावी स्वार्थ पुर्याउनका लागि शिक्षक सङ्गठन, शिक्षक सङ्घ, शिक्षक परिषद यस्ता जाने आफ्ना पार्टीका जुन भातृ सङ्गठन बनाएर सबै शिक्षकहरूलाई रलमा राखेको छ। शिक्षकहरू पनि ओहो म त फलाना पार्टीको मान्छे हो, यसो उसो मलाई त सरुवा पनि भनेको ठाउँमा हुन्छ होइन। मैले भनेको काम पनि भनेकै ठाउँमा हुन्छ। हजुर त्यसो भएको हुनाले त्यस्तो किसिमको अवधारणा राखेको चाहिँ देखिन्छ। र अब हामी एकछिन बिसाउन नि बिसाइयो र त्यही कुरालाई कन्टिन्यू गर्नु टिचरको कुरा गर्दै थियौँ। त्यसो भएर के छ भने अब शिक्षकहरूको मागलाई अहिले नजायज नभनौँ तर शिक्षकहरू यत्तिकै आन्तरिक प्रतिस्पर्धामा ठाई हुन पाउनुपर्छ। हामी यसै ठाई हुनुपर्छ, यसो प्रक्रिया मिलाएर भन्ने छ नि यो चाहिँ गलत हो। किनभने यत्रो जाने लगानी लगाएर होइन धेरै जाने अब ट्यालेन्ट व्यक्तिहरू नि होलान् छन् नि पढेका क्याम्पसमा छन्। उनीहरू अब अहिलेको जाने नयाँ जुन अब टेक्नोलोजीको जमानामा नयाँ जेनेरेसन त्यही अनुसारको उनको पढाइ भएको छ। अब त्यही अनुसारको चाहिँ अहिले शैक्षिक शिक्षा प्रणाली पनि अब परिमार्जन हुँदै आउला र विद्यार्थीलाई त्यही अनुसारले पढाउनु पर्ने हुन्छ। त्यसो भएर यो स्वतः थाहै हुन पाउनुपर्छ। हामी यत्तिकै यसो चाहिँ सामान्य प्रक्रिया मिला पुर्याएर भनेर जाने आन्दोलन गर्नु यो शिक्षकको गलत जाने हो। अब हामी फालिने भयौँ, हामी चाहिँ यता न उता घरका घाटा भइयो। अब जाने पछि जाने स्थायी आएन हामीलाई निकालिदिन्छन् अनि हामी कता जाने न साउदी जाने नजाने अब भेडाइहाल्ने नचाहिँ घर खन्ने त्यस्ता जाने एउटा परिने भयो भनेर जाने जुन यो आन्तरिक प्रक्रियाद्वारा स्वतः थाहै भन्ने कुरो छ यो गलत हो। यसो गर्यो सरकारले भने त्यो शैक्षिक जाने शिक्षा प्रणाली जाने जुन छ अहिले दिन खोजेको जुन कुरा हो त्यो अहिलेको जाने शिक्षकहरूले मेरो विचारमा यहाँ जाने मैले भनेको यसो भनेछ भन्ने पनि पर्ला होइन। यो चाहिँ ठिकै न। यो चाहिँ थाहै प्रक्रियामा लाने तर प्रतिस्पर्धामा थाहै गराउने। प्रतिस्पर्धामा जसले जाने सक्छ, जो सक्षम छ, जो योग्य छ त्यो योग्य व्यक्तिले नै जाने अब शिक्षक हुन्छ, त्यसले राम्रो पढाउँछ एउटा। दोस्रो शिक्षकहरू के छ भने आफूले जाने अब यो सरकारी विद्यालयमा पढाउने आफ्ना बालबच्चा मैले हेरिराखेको छु सबै शिक्षकको बोर्डिङमा लएर हालिदिने आफैले पढाएको जाने जुन पढाइलाई छ त्यो आफैलाई विश्वास छैन क्या।
छैन हामीले राम्रो पढाएछ भन्ने विश्वासै छैन। तर बोर्डिङमा के छ त भन्दाखेरि अब उनीहरू भन्दा शिक्षक यता विद्यालयको जाने टिचरहरू भन्दा बोर्डिङको टिचरहरू सबै पुरै योग्य भन्ने होइन। तर के छ भन्दाखेरि त्यो बोर्डिङको स्टाइलले त्यही अनुसारले जाने अलिकति उहाँ प्रिन्सिपल त्यहाँको सिस्टम लगायतकाले भोलि मेरो जागिर फालिन्छन् कि केही गर्छन् कि यसो गर्छन् कि उसो गर्छन् कि भन्ने कुराले पनि त्यहाँ अर्कै ढङ्गले पढाइएको हुन्छ। अब यहाँ के छ भने सरकारीमा अब सरकारको पोलिसी गतिलो छैन होइन। हामी अब सरकारले जाने अब सङ्घ सङ्गठनका टिचरहरू हौँ, हामी यो सम्बन्धी आशा राखेका टिचर हौँ, कोही परिषदका टिचर हौँ, हामीलाई क्यार्छ र भनेर त्यस्तै ढुक्क सरकार हाम्रै छ। भोलि एउटा टिचरलाई फाल्यो भने हामी आन्दोलनमा उत्रन्छौँ। मानसिकता शिक्षामा के छ भने त्यही आन्दोलनको दङदगी छ। विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेतिर ध्यान तत्त्व नै छैन। र त्यो सबै छोडेर के छ भने अब चाहिँ त्यो त्यहाँको प्रशासनले पनि मैले यसो विचार गर्छु अब पढाउने विद्यालयमा सरकारी सबै विद्यालयलाई मैले त्यो तुलना हान्न खोजेको होइन। फेरि कतिपय सरकारी विद्यालयहरू फेरि बोर्डिङभन्दा पनि राम्रा छन् है। फेरि त्यहाँ भर्ना नपाएर बोर्डिङका विद्यार्थी त्यहाँ जाने अब त्यो विद्यालयमा भर्ना नपाएर बल्ल बोर्डिङमा हालेका विद्यालय पनि छन्। गर्नु हो भने त जाने नहुने त केही पनि छैन नि त। अनि यो बोर्डिङ चाहिँ किन खोल्न दिन्छ त नि फेरि सरकारले? यस्तो जाने लडाइँ आएपछि आफ्ना धनी भएका जुन नेताका छोराछोरी छन्, जुन चाहिँ अलिकति कर्मचारीका छोराछोरी छन्, जुन अलि ठुला बडाका छोराछोरी छन्, यिनका छोराछोरी चाहिँ अब बोर्डिङमा हाल्ने उनीहरूसँग पैसा पनि भयो, खर्च पनि भयो। गरिबका छोराछोरीहरू जे गरे नि हुन्छ, जसो गरे नि हुन्छ भन्नेलाई सरकारीमा एउटा व्यवस्था जस्तो मिलाएर एउटा झाडा टार्ने मात्रै देखियो। यो बोर्डिङलाई सरकारी बनाएर यो सबै चाहिँ विद्यालाई समान बनाउन सकिन्न। त्यो समान खालको शिक्षा अब दिन मजाले सकिन्थ्यो। तर के छ भने त्यहाँ मन्त्री लगायतकाको पनि बोर्डिङमा सेयर होला, सांसदको सेयर होला, धनी पुँजीपतिको सेयर होला। त्यो बोर्डिङ पनि एउटा के छ भन्दाखेरि अब उनीहरूले लगानी गरेर व्यवसायमूलक बनाउँदै गएका छन्। र के छ भने अब त्यतातिर आफ्नो विद्यालय चलाउनका लागि अब व्यवसाय खोलिसकेपछि त त्यो त चल्न पर्यो होइन। चलाउनका लागि चाहिँ अब त्यतातिर जाने अब यो सरकारको पोलिसी नि त्यस्तो किसिमको एउटा शैक्षिक माफियाहरू पनि त्यहाँ घुसिराखेको देखिन्छ। हुन त अब एउटै बढाए पनि हुने, यो सरकारी विद्यालय मात्रै पढाउने, बोर्डिङ विद्यालयहरू अब खोल्नै नपाउने बनाए पनि अब त्यो केही फरक पर्ने कुरो थिएन। यहाँ दोहोरो शिक्षा भयो क्या, एउटा सरकारी विद्यालयको शिक्षा, एउटा बोर्डिङको शिक्षा भयो। यता इङ्ग्लिस मिडियमबाट पढाइन्छ, उता नेपाली मिडियमबाट पढाएछ। कुरो त एउटै हो, त्यो पनि इङ्ग्लिस मिडियममा पढाउन सकिन्छ जस्तो सरकारी विद्यालयमा। तर त्यो सरकारी विद्यालयमा त्यसरी इङ्ग्लिस मिडियमबाट पढाउन कसैलाई ध्यान तत्त्व पनि छैन, त्यहाँ केही ऊ पनि छैन, चासो पनि छैन। अब कति बेला शिक्षक आउँछ यसो त्यसो गर्छ, त्यहाँ जाने कसरी जान्छ क्या त त्यो ऊ पनि छैन, मतलब पनि छैन। त्यसो भएको हुनाले अब धेरै जसो अभिभावकले के भयो भने सरकारी विद्यालयमा पढाएर अब जाने विद्यार्थीको भविष्य अभिभावक समिति हुन्छ होइन, हुन त हुन्छ नि उहाँ जाने अब व्यवस्थापन समिति हुन्छ, शिक्षक अभिभावक सङ्घ हुन्छ, पढाउने तर चाहिँ त्यहाँ के छ भने अब समितिमा राजनीतिकरण हुन्छ। कतिपय जाने गाउँपालिकामा हेर्ने हो भने त्यो त्यहाँ पढाउने विद्यार्थीको अभिभावक नै समितिको अध्यक्ष छैन। एउटा शिक्षक त्यहाँ विद्यार्थी छ, अरूकै छ, तर राजनीति पाटोबाट त्यहाँ जाने अब विद्यालय व्यवस्थापन समितिका सदस्य अध्यक्ष त्यसरी सदस्य ल्याएर मनोनित गरेर अनि गाउँपालिकाले अनि तिनै मनोनित सदस्य र त्यहाँ अलिअलि दुईवटा जाने अभिभावकबाट छिरेका सदस्यहरूबाट जाने फेरि चुनेर ट्याक्कै यो प्रधानमन्त्री पद्धति अहिले संसदको प्रधानमन्त्री जसरी चुनियो छ त्यही पद्धति अनुसारको त्यहाँ अध्यक्ष बनाइयो छ। त्यो किन बनाइयो छ त भन्दा यतातिर चुनावमा भाग दिन नसकेको मान्छेलाई गएर व्यवस्थापन समिति यहाँ गएर ठ्याक्क ल तँलाई यो व्यवस्थापन समिति हाल्यो है हामीले ढुक्क भएर बस। अब यहाँ जाने केही दरबन्दी रिक्त भयो केही भयो, अब विद्यालयबाट नियुक्ति गर्ने पाइयो भने यहाँ हाम्रो छोराछोरी हालिनुपर्छ चाहिँ ट्याक्क त केही बोल्न मिल्दैन फेरि भनेर यस्तो तरिकाको सेटिङको आधारमा विद्यालय चलाइयो छ। त्यही त नि। अनि जुन यो चाहिँ शिक्षकहरू कसरी चाहिँ शैक्षिक स्तरमाथि उकास्न सकिन्छ त्यसरी सरकारले अलि राम्रो पोलिसी ल्याउने होइन, राम्रो गर्ने, राम्रो टिचरलाई पुरस्कार दिने, जसले नराम्रो अर्थ उसको ग्रेड पनि कट्टा हारिदिने बस त्यो गर्नुपर्छ। 5 ग्रेड खान्छ भने 4 ग्रेडमा झार्दिए जसले राम्रो पढाइहाल्छ नि, पढाउँछ 4 ग्रेडमा झार्दिने, उसलाई जाने नैसियत जाने के दिने, उस्तै पारेर जाने 4-6 महिनाको तलबै रोक्दिने, लापरवाही तलबै काट्दिने भन्ने किसिमको पोलिसी ल्याउने बित्तिकै र ग्रेड कट्टा हार्ने बित्तिकै होइन उस्तै पारे यो टिचरलाई एउटै विद्यालयमा राखिराख्न नि हुँदैन। टिचरलाई पनि यसरी जाने सरुवा गराइराख्नुपर्छ क्या, कसै नभए पनि गाउँपालिकाभित्र भए पनि सरुवा हराइदिने, पुलिसहरूलाई घर पाएको पनि नमिलाइदिने होइन। अब नेपाल सरकारको जागिर खाइसकेपछि जहाँ पनि जानु पर्यो नि हो यस्तो किसिम। अनि प्रभाव पनि जाने के त भने बेला बेलामा च्यानठान गरिराख्ने, प्रभाव पनि आयोगबाटै लिने,
ए होइन सही सही आयोगबाट जाने प्रभाव आउने बित्तिकै के हुन्छ भने यहाँ पनि राजनीति चलखेल हुँदैन यहाँ त अब एमालेको प्रभाव बनाउने कि काङ्ग्रेसले प्रभाव बनाउने त्यस्तो छ कसलाई बनाउँदा हाम्रो हित होला एकदमै त्यस्तो किसिमको जाने एउटा राजनीतिक जाने अब खोल ओढेर प्रभाव बनाइयो छ भएका छन् समिति राजनीतिक खोल ओढेर बनाइयो छ यो कुरा भन्दाखेरि अब हाम्रो सरहरू सबैलाई यो गाह्रो लाग्छ चित्तो लाग्न सक्छ यो सत्य कुरा त हो सत्य चाहिँ चित्तो सत्य बोलिराखेको हो त्यसो भएको हुनाले शैक्षिक स्तर सुधार्नका लागि बेला बेलामा टिचरलाई पनि सरुवा गर्ने यसले जसले राम्रो पढाउँदैन जसले यति % विद्यार्थी पास गर्दैन फेरि पास मात्रै मात्रै भएन शैक्षिक स्तर पनि त्यसको सुध्रेर गुणस्तरीय हुनु पर्यो यदि त्यस्तो हुन सकेन भने शिक्षकको ग्रेड 1-2 ग्रेडलाई नि 1-2 पटक नैसियत स्वरूप 1 ग्रेड घटाइदिने ग्रेड घटाइदिने अर्को पटक जाने त्यस्तो अर्थ भने तलबै चाहिँ 4-6 महिनाको रोक्थिने त्यो ढङ्गले सरकारले अलिक कडा कदम ल्याएर त्यस्तो पोलिसी अपनाउने हो भने अनि त्यसपछि आफै सुधार भएर गएपछि त अनि सुधारको बाटोतिर लागिसकेपछि त अनि त्यतिमाथि स्ट्रिक्ट गर्न पर्ने पनि देखिँदैन हो यो कुराहरू चाहिँ अब शिक्षकहरूलाई पनि यो कुरो गर्नुपर्ने हुन्छ कर्मचारीहरूलाई त्यस्तै तरिकाले लानुपर्ने हुन्छ फेरि त्यसको चाहिँ कर्मचारी चाहिँ सरकारको चाहिँ अब स्थायी सरकार भनेको त कर्मचारी हो उनीहरूलाई पनि त्यस्तै ढङ्गले लाने भ्रष्टाचार गर्छ भने तुरुन्त कारबाही गर्ने होइन तुरुन्त जाने अब मेरो मान्छे अधिकार छँदै छैन नि कर्मचारीलाई अब त्यस्तै सेक्युरिटी छ यो सेक्युरिटी पनि त्यस्तै तरिकाले लाने र यसरी जाने यो एउटा के हुन्छ भन्दाखेरि देशमा जाने एउटा यो सरकार चलाउने देश चलाउने जाने जुन एउटा पोलिसी छ नि यो अलिकति सिस्टमेटिक विदेशको ढङ्ग तरिकाले टक्क लाने हो भने अब यो चाहिँ नेपाल बनाउन धेरै समय लाग्ने होइन थिएन कि सानो अनि यो नेताहरूले चाहिँ मेरो आसेपासे यसो तुसो भ्रष्टाचारी तलसम्म भ्रष्टाचार एजेन्ट मात्रै भयो कि देशको लागि यिनीहरू पार्टी भएनन् कि अनि मेरो सरकार गिर्छ कि मेरो सरकार जान्छ कि म चाहिँ हुन्न कि एउटा दलाल मात्रै भयो यिनीहरू यस्तो चाहिँ सरकारको चाहिँ दलालहरू चलाउने माफियाहरू चाहिँ त्यस्तो चलाउने राष्ट्र ब्याङ्कको चाहिँ गभर्नर नियुक्ति होइन अहिले काङ्ग्रेस र एमालेको चाहिँ छाड मछाड मारागौटी चलिराखेको छ त्यो गभर्नरकै कारणले सरकार ढल्ला जस्तो मैले मानिसकेको छु है त ल अब जाने उता विद्युत प्राधिकरणको जाने कुलमान घिसिङलाई फालेर जाने हितेन्द्र साकेला ल्याएछन् अहिले लोड सेडिङ सुरु भइसक्यो अहिले 2 घण्टा भइसक्यो लो अब जाने विद्युत प्राधिकरण घाटा छ भनेर आइसक्यो कुरो त्यो बेला कुलमान सिंह घिसिङ हुँदाखेरि फाइदा छ भन्ने कुरो थियो अब 1 महिना नहुँदै घाटा परिसक्यो के भने झुटो डाटा पेश गरेका रहेछन् कुलमानले भनेर मिडियामा अब यस्तो छ अब उनीहरू माफियाहरूसित जाने यो अब झन् इन्भर्टर बेच्ने सबैसित यो जाने सरकार मिल्यो छ खतम बनायो यस्तो किसिमको जाने टेक्निकले देश चलाउन खोजेर यो देश चाहिँ कहिल्यै पनि बन्ने अवस्थामा देखिँदैन यस्तै नेतालाई हामीले के गर्छौँ भने फेरि 84 भोट हालिदिन्छौँ अहिले के भयो भने शिक्षकहरू हजुरलाई म कुरो भन्छु शिक्षकहरू जुन 27 दिन अहिले आन्दोलनमा गए हो यो बीचमा तानाशाही भनेर केपीलाई भने शिक्षकले यो कुरालाई हजुरले कस्तो मान्नुहुन्छ पहिला सर्टमा यो कुरो बुझौँ होइन यसो छ अब शिक्षकले तानाशाही भने केपीलाई मेरो माग पुरा भएन भने मैले भनेको मानेन भने रुस उठेपछि जे पनि भन्ने कुरो जस्तो जाने अब नेपालमा त्यो सुरुका मानौँ भने त्यो जनपक्षीय सुरुका मानेन भने तानाशाही भन्ने यो हाम्रो सबैको चलन यस्तो छ तर के छ भन्दाखेरि अब त्यसरी मैले अहिले भनिसकेँ नि केही कुराहरू पुराना पनि शिक्षाका जायज कुराहरू छन् केही पुरा उनी थिचिएका छन् पिल्चिएका छन् त्यस्तो छ ल अब उनीहरूले कर्मचारी सरह ग्रेड पाउनु पर्यो 10 ग्रेड भने हान्ने ती कुराहरूलाई त्यस्ता कुराहरूलाई पुरा पनि गर्न पर्यो ल उनीहरू पनि हत्ता छैन तर अब त्यो तलबको भरमा हो उनीहरूले झन् 1 रुपियाँ घुस खानु पनि छैन अरूले त अलिअलि ठगिसिएर खाएकै पनि होलान् शिक्षकलाई त सरासरी म पास गरिदिन्छु मलाई 1000 दे भने त्यसो भए उनीहरूलाई पनि त्यो अनुसार नठग्ने होइन उनीहरूलाई अलिकति जाने अब उत्पन्न दिने ल मैले हेरी यी कुराहरू हामीले सरकारले पुरा गरौँ तिमीहरूले यो अनुसार काम गर्न पर्यो काम नगरेदेखि मैले अहिले भन्नु कर्मचारीलाई पनि त्यही अनुसारको दण्ड सजाएँ प्रहरीलाई पनि त्यही अनुसार दण्ड सजाएँ संरक्षण गर्दै नगर्ने पार्टीको छत्रछायामा हुर्काउने नहुर्काउने क्या एकदमै पार्टी प्रयोगै नगर्ने पार्टी प्रयोग गर्न खोजिन्छ उनीहरू राजनीति गर्न शिक्षक खोज्छन् भने राजनीति शिक्षक पदबाट राजीनामा दिन्छन् अनि आएर जाने सांसदमा उठ्छन् गाउँपालिकाको अध्यक्षमा उठ्छन् हो कि होइन अनि शिक्षक पनि हुने विद्यालयमा गएर राजनीति पनि गर्ने चिया गफ पनि गर्ने त्यो चिया गफमा पुरै राजनीति गफ हुने शिक्षकको हुँदैन त्यहाँ कुनै विद्यार्थीको शैक्षिक स्तर कहाँ छ के छ कुन विद्यार्थी कति कमजोर छ त्यो चिया गफमा पनि त कुरा आउन सकिन्छ नि यो कुरा सत्य हो होइन एकदम सत्य हो नि चिया गफमा पनि ल आज केपीले जाने हाम्रो यसो गरौँ अब शेरबहादुरले यसो गरौँ प्रचण्डले यसो गरौँ र हामी गाउँमा यसो भयो
त्यो देखाउने राजनीति बाहेक उनको केही तत्त्व नै यो चाहिँ छैन। शिक्षकहरूले त्यति बेला चिया गफमा पनि विद्यार्थीको चाहिँ हकितको कुरा गरौँ न। फलानु चाहिँ कक्षाको त्यो आउनु पर्यो के विद्यार्थी कमजोर भयो, शैक्षिक स्तर सुधारौँ, यसको बाबुलाई पनि बोलाएर हुन्छ कि आमालाई बोलाएर हुन्छ कि सम्झाएर हुन्छ कि अथवा त्यस्ता कमजोर कमजोर विद्यार्थीलाई उठाएर राखेर कुनै ट्युसन कोचिङ पढाउनु पर्ने हो कि होइन, त्यो एक्स्ट्रा क्लास पनि लिनुपर्ने हुन्छ नि। एक्स्ट्रा क्लास लियो भने अब सकेसम्म चार्ज बिने आफ्नो पिरियड आफ्नो पढाएको सब्जेक्टलाई टिचरले स्वतः आफै राम्रो गरोस्, नभए थोरै पारिश्रमिक लिएर भए पनि केही मिहिनेत गराओस् क्या। ल अब त्योतिर हाम्रो जाने शिक्षकहरूको कसैको ध्यान छैन। चिया गफमा चिया पसलमा पस्यो अब क्याफेटेरियामा बस्यो भने कि एउटाको जाने विरोधहरू छ कि यो जाने यही राजनीतिक गफ गरेर अनि 10 to 4 भएपछि हाजिराहरू निस्क्यो खतम भयो। त्यो विद्यालय बनाउनेतिर चाहिँ तत्त्वहरू ध्यान भएन छैन कतिपय आन्दोलन, तर सबै विद्यालयमा त्यस्तो होइन है फेरि, तर अधिकांश सम्बन्धमा यस्तो होला जस्तो मलाई लाग्छ, देखिएको छ। तर यो एउटा कुरो के हो भने यो घर पाएक मिलाइदियो भने पनि यो यस्तो किसिमको व्यवहार पनि हुनसक्छ क्या। फेरि घर पाएक नबनाउने शिक्षकलाई 5 वर्षमा चाहिँ सरुवा गरिदिने, ठक सरुवा गरिदिएपछि शिक्षकको नि यस्तो मेन्टालिटी बन्छ कि त्यो ठाउँमा चाहिँ त्यो सरुवाहरूको नयाँ ठाउँमा गएर राजनीति गर्न उसलाई पनि गाह्रै पर्छ। त्यो कारणले गर्दा आफ्नो गाउँमा सजिलो हुन्छ नि, अर्का गाउँमा गएर त्यो राजनीति गर्न फलाना भोटाला फलाना यसो उसो भनेर त्यो प्रचार गर्न हिँड्न शिक्षकलाई पनि साह्रै गाह्रो हुन्छ। ठुलो लोजिक यिनीहरू राजनीतिमै लागिराख्यो भने त्यो चाहिँ घरपाइमा ठ्याक्कै छ। क्षेत्र पनि छ, आज मेरो यदि खेताला छन्, आज यस्तो छ उस्तो छ, म त यो त चाहिँ तालमेल मिलाउनु पर्यो यहाँ त भन्नु ध्यान तत्त्व त्यतैतिर केन्द्रित हुन्छ। अनि पढाइको स्तर बनाउनको लागि त्यो कुरालाई त्याग गर्नुपर्ने, अहिले यो पार्टीलाई हाल्नुपर्छ, यसो गर्नुपर्छ। अहिले राम्रो मान्छे उठ्यो छ, तर अपाएक ठाउँमा सरुवा आरिदियो भने त राम्रो मान्छे उठ्यो छ भने उनीहरू त्यहाँ प्रचार शिक्षकले हिँड्दैनन्। यो शिक्षकले के सर आन्दोलनमा जाँदा शिक्षकले 84मा घुँडा टेकाउँछौँ, 84मा देखाउँछौँ, हामीले पढाएर तिमीहरू नेता भएका हो, हामीले पढाएर तिमीहरू मन्त्री भएका, प्रधानमन्त्री हामीलाई पेल्ने तिमीलाई 84मा देखाउँछौँ भने नि यिनले आएर अब विषयगत पढाउँछन् कि राजनीति पढाउँछन् विद्यालयमा? अब यसो हो, अब यिनीहरूले के धाक धम्की देखाए त नि भन्दाखेरि अहिलेसम्म शिक्षकले राजनीति गरेर गाउँ गाउँमा भोट मागेर तिमीहरूले जितेका हो, तिमीहरूको राजनीति हामीले गरिदिएको, राजनीतिको ठेकदार हामी नै हो, तर तिमीहरूले हामीले बोलेको कुरो नगरिदिएपछि तिमीहरूको चाहिँ हामी कुप्रचारहरू छौँ, अब उल्टो प्रचारहरू छौँ, फलानालाई भोट नहाल है भनेर भनिदिएपछि अर्काबाट तिमीहरूलाई जाने घुँडा हामी टेकाउँछौँ। गाउँमा जाने हालिमुहाली हाम्रै छ, गाउँमा राजनीति गर्ने हामीले हो, भोट माग्ने नि हामीले हो, पार्टीका मान्छे हामी नै भनेर यिनले चाहिँ त्यो जाने के देखाएको भने धम्की देखाएको कुरो त्यो हो। मैले अहिले भनेको कुराहरू मैले तर यिनको धम्की चाहिँ त्यो साँच्चै हो कि यिनले फेरि आएपछि तिनै काङ्ग्रेस एमाले माओवादी भनेर अहिले भने त नि मैले अब यो जाने राजनीतिक दलहरूले यी शिक्षकहरू कर्मचारीहरू यिनीहरूलाई राजनीतिक जाने पाटोबाट अलगै आउँथिएपछि त त्यो धम्की सम्की केही पनि आउँदैन नि। राजनीतिको झोला किन बोकाइराख्नु पर्यो उनीहरूलाई परेन नि, रसिद दिन नि परेन, सङ्घ सङ्गठनमा आबद्ध गर्न नि परेन, आफ्नो पेसागत हकितका निम्ति छुट्टै सङ्गठन बनाएर आए भयो। जस्तै अहिले शिक्षक महासङ्घ भने नि यिनीहरूले त्यो सबै सङ्घको महासङ्घ त्यो भयो, शिक्षक महासङ्घ भयो, सङ्घ सङ्गठनको महासङ्घ। यो केही पनि नबनाउने क्या, एमालेको चाहिँ अब राष्ट्रिय शिक्षक सङ्गठन बनाउनु नि परेन होइन, अनि अखिल नेपाल शिक्षक सङ्गठन बनाउन नि परेन, नेपाल शिक्षक सङ्घ बनाउन नि परेन, शिक्षक परिषद बनाउन नि परेन। यो कसैको पार्टीको झोलै नबनाउने, उनीहरूको हकितका निम्ति छुट्टै किसिमको सङ्गठन बनाउने क्या, जहाँ राजनीति घुस्दै नगुजोस्, विशुद्ध होस्, उनीहरूको आफ्नो हकित खोज्ने सङ्गठन बनाउने शिक्षकले। गल्ती गरेर बसेर तल हामीले प्रधानमन्त्री बनाइदियौँ, तल हामीले मन्त्री बनाइदियौँ, कसले पढायो तल हामीले पढाइयो भनेर भन्ने किसिमको माहौल यो सरकारले बनाइराखेको छ क्या। यसको दोष चाहिँ मैले सरकारकै देख्छु। लोभ यिनीहरूलाई पनि भयो, यिनीहरूलाई देखाइदिने, उता शिक्षकलाई पनि पार्टीले संरक्षण गर्छ गर्दिने। यो दुई धारको लोभले गर्दाखेरि आज सरकार नगर्दिने हो भने आज त्यो आन्दोलनमा काङ्ग्रेसका र एमालेका शिक्षकहरू नै बढी थिए, सरकार उनीको छ, तर उनीका माग पुरा नभएर 1 महिना लट्ठी लाएर आँखा फोरिए कसै होइन, कसैलाई गोली पनि ठोकियो होला, चार्ज पनि भयो, लाठीचार्ज पनि भयो, अब जाने ढुङ्गा मुढा पनि भयो, सबै भयो। तर त्यहाँका शिक्षक कसका धेरै थिए भन्दा काङ्ग्रेस र एमालेकै शिक्षकहरू थिए, फेरि 50% अरू पार्टीका थिए, खासै त्यो काङ्ग्रेस र एमालेकै शिक्षकहरू। शिक्षक जति राजनीति गरेर गाउँ गाउँमा हिँडे नि तिनको इज्जत काठमाडौँमा देखियो हो, के रहेछ भन्ने कुरो उनीहरूले उहाँ देखाए, हामीले जिताएका भनेर उनीहरूले छक्कै पनि लिए थिए भनेपछि अब यस्तो अवस्था देशको छ
भनेपछि अनि विद्यालयमा कस्तो पठन पाठन होला त नि एकदमै हामी यो विषयलाई किन अहिले लिएको भने जल्लो बल्लो विषय थियो र यसमा हजुर आफै पनि शिक्षक हुनुहुन्थ्यो योभन्दा अगाडि म थिएँ हजुरले म कुनै गाउँको जाने विद्यालयमा म टिचर भएर मैले पढाइनँ त्यही त म टाढै गएर पढाएँ टाढा गएर पढाउँदाको आनन्द अर्कै हुन्छ के छ भने त्यहाँ चाहिँ भोलिको पाठ के पढाउने कसरी विद्यार्थीलाई पढाउने होइन त्यो एउटा किताबको अध्ययन गरेर नि गइन्छ त्यहाँ तर गाउँतिर बसी के हुन्छ भने अब गाउँमा कि कामै गर्ने कि यस्तै किसिमको जाने अब बाबाले राजनीति गर्ने एउटा केही जाने अब समूह जोडिनु पऱ्यो भने त फलाना फलाना शिक्षकको सरहरूको जाने अब शनिबार पार्नुपर्छ त्यो शनिबारभन्दा पहिला त्यहाँ मिटिङ राख्न मिल्दैन ल अब उनीहरूलाई ल्याउनको लागि पनि आखिर त्यो मिटिङ शनिबार गर्न परेन त्यो राजनीतिक जाने पाटो त्यहीँ देखिएन राजनीतिक मिसावट देखिएन हो त्यो भएको हुनाले बाहिरको टिचर आएर गाउँमा बस्यो भने फलानु जाने ठाउँमा यसरी आज जाने अब समूह गठन हुँदैछ अरे आज यस्तो यस्तो पनि बनाउँदैछन् अरे यहाँ मोटरबाटोको उपभोक्ता समिति गठन गर्दैछन् अरे निर्माण समिति गठन गर्दैछन् भने ती राजनीति बाहिरबाट आएका सरले त्यहाँ हातै हाल्लाए उनीहरूलाई मतलबै छैन उनीहरूले आफ्नो खाना पकाएछन् भोलि विद्यार्थीलाई के पढाउने भन्ने किसिमको जाने लेसन प्लान सके लेसन प्लानै बनाएर आउलान् नभए नि मनमा लेसन प्लान त बनाउँछन् तर गाउँमा त्यो भयो भने के हुन्छ भने त्यो गाउँमा कुनै न के छ भन्ने कुरो ती सरलाई सबै थाहा हुन्छ अनि शनिबार पारेर ती सरलाई पनि त्यहाँ लगेर अनि राजनीतिमा हुमाएर अनि आफ्नो पार्टीको जाने समिति जाने बनाउँछ शनिबार पार कार्यक्रम हुन्छ यो के हो त नि भन्दा राजनीतिकै खेल हो त खेलै हो यस्तो छ त्यसो भएको हुनाले अब कुनै जाने साह्रै कमजोर छ विद्यार्थी टिचर त्यसलाई त्यहाँ ल्याउनै पर्ने छ राजनीति जानेले पाटोको झोला बोकी छ भने त्यो योग्य मान्छे फालियो जाने त्यो लिखितमा नि फालियो त्यो चाहिँ अन्तर्वार्ता नि फालियो एकदम छर्लङ्ग पार्नु हजुरले अब जुन अयोग्य मान्छे छ त्यो अयोग्य मान्छे टिचर भएर आउँछ जसले पढाउनै सक्दैन अनि त्यस्ता विद्यार्थीलाई के पढाएर अनि कस्तो गुणस्तरको सुधार होला विकास होला त नि त हुँदैन हजुरले त यो विषयमा त आज मैले पहिला पनि यस्ता कुराहरू धेरै उठाइराख्नु भएको थियो यो विषयमा त धेरै पाटो यो यस्तो गर्न हुँदैन भनेर मैले भनेको छर्लङ्ग पार्नु एउटा म मात्रै बोलेर त यो कुरो कसैले सुन्ने कुरो भएन होइन यसरी नै हामीले आवाज उठाउनु हो सरकारले यस्तो किसिमको नीति नियम ल्याउनुपर्छ यो अहिलेको शिक्षा ऐनमा यी सरकारको जाने जाने यो सङ्घ सङ्गठन परिषद होइन यी कुराहरू सबै खारेज गरेर छर्लक्कै एकदम निष्पक्ष रूपमा जाने सरहरूलाई छोडिदिने र कुनै पार्टीको जाने झोला पनि नबोकाउने कुनै पार्टीको रसिद पनि नकटाउने उनीहरूले आफ्नो हकितको निम्ति बनाउने सङ्गठन बनाउँछन् त्यो छुट्टै कुरो छ होइन र बाँकी चाहिँ विशुद्ध तरिकाले यति % तेरो विषयमा पास भएनन् भने तँलाई चाहिँ अपायक सरुवा हुन्छ भाइ एसईमा क्या यति % तैँले विद्यार्थी पास गरेकै हुनुपर्छ त्यो % ल्याउनै पर्छ नभए तेरो पहिलोपटक ग्रेड कट्टा हुन्छ जस्तै अब अहिले 9 ग्रेड खाँदैछ भने 8 ग्रेडमा रोक्ती भयो 9 ग्रेडै नबनाइदिने अनि उसले मरिमेटी अर्चै गर्छ अलिकति जाने सुरुमा के कारबाहीतिर नि जानै पर्ने हुन्छ क्या अलिकति सोझो हातले घिउ नआएपछि त बाङ्गो पनि बनाउनु पर्यो नि सोझो हातले घिउ त आउँदैन त्यो कारणले अलिकति टाइट रूपले जब सरकारले यो सङ्घ सङ्गठन बनाइराख्यो भने फेरि कारबाही गर्न सक्दैन फेरि मरे पनि सक्दैन आफ्नै परिवारलाई कारबाही गर्दै गर्दैन तर यो जाने अहिलेको शिक्षा ऐनमा यो सबै खारिज गरेर विशुद्ध किसिमको ल्याउनुपर्छ अब त्यो हामीले राजनीति नघुस सुन्नुहोस् है त्यो अब हामीले ल्याउनुपर्छ भन्दै गर्दा अब सरकारले त्यो ल्याउन सक्ला र ल्याउँछ आफ्नो स्वार्थका लागि यो देशको हितको निम्ति शैक्षिक स्तर उकास्ने हो भने होइन अब जाने यहाँ यो ल्याउन कुनै गाह्रो छैन आफ्नो विचार भएका ठाउँमा आस्था भएका ठाउँमा जुनसुकै मान्छेले पनि गर्दा त्यहाँ भोट हाल्छ जति नहाल भने नि हाल्छ तर राजनीति झोले पार्टी बनाएर लिएर हिँड्न पर्ने आवश्यकता केही पनि देख्दैन मैले एकदम सही भन्नु राजनीति अनि छुट्टै ठाउँमा छन् क्या छुट्टै मान्छेहरू छन् राजनीति अनि राजनीतिकै पाटो बोकेर हिँडिराखेका छन् एकदमै उनीहरूले गर्छन् राजनीति गर्छन् यदि शिक्षकलाई राजनीति आउन मन लाग्यो म चुनाव लड्छु म गाउँपालिकाको अध्यक्ष हुन्छु वडा अध्यक्ष हुन्छु भने राजीनामा दिन्छन् आउँछन् चुनाव लड्छन् जान्छन् जागिर खान नि मन हुने राजनीति खान नि मन हुने त कसरी हुन्छ त नि अनि आफ्ना छोराछोरीलाई मारिमेटी सरकारी विद्यालय पढाउने टिचरहरूले सरकारी विद्यालयमा चाहिँ यदि पढाएनन् भने तिनलाई पनि कारबाही गरिदिने बस त्यति गर्ने बित्तिकै अनि बोर्डिङतिर जाने विद्यार्थी धेरै जाँदैनन् र बोर्डिङलाई आफ्नो छोराछोरी विद्यालयमा भएपछि र सबै सरका छोराछोरी त्यहाँ पढ्यो भने फेरि अलिकति त्यहाँ ऊ पनि हुन्छ उनीहरूले पढाउन कन्जुसै गरेर खान्छ गरिबलाई त धेरै गाह्रो छ नि बोर्डिङ पढाउन कन्जुसै गरेर उनीहरू चाहिँ सिप नभएर होइन फेरि
सर्वशिक्षित एकदम सिप छ अब त्यत्रो लोकसेवा पास गरेर नि हुन्छ भन्ने कुराले लोकसेवा पास गरेर आएका मान्छे हो नि त उनीहरूले चाहे सेवा आयोग पास गरेर आएका भनियो छ नि तर सरकारले यसरी जाने स्वतः थाहै चाहिँ कसैलाई गर्नै हुँदैन यो गरियो भने यो शैक्षिक जाने जुन स्तर हो नि यो भन्दा तल गिरेर जान्छ यो विषयमा त आज हजुरले हामीलाई प्रश्न पार्नु किनभने अब होला कतिपयलाई जारी खाएकालाई म थाहा दिन पाए हुन्थ्यो अब मैले सक्दिनँ आयोग लडेर आउन सबैसित लड्दाखेरि म फेल हुन्छु म यसै खान पाए हुन्थ्यो भन्ने पनि होला उनलाई त मजै भयो तर यत्रो लगानी लगाएर भने अभिभावकले जुन पढाइराखेका नि ती बालबच्चा र ती मान्छेको भविष्य चाहिँ अन्धकार हुन्छ त्यस कारणले हेर्दा जुन क्वालिफाइड छ लेटेस्ट टेक्नोलोजी अनुसार योग्य छ जुन सक्षम छ त्यसले खान्छ युवा निकाल्न पर्यो कि योग्यले खान्छ अयोग्य जान्छ यो कुरा त थामी राख्न पनि आवश्यकता छैन आज यो विषयमा त हजुरले अत्यन्तै राम्रोसित बुझाउनु भयो र अर्को सानो विषय प्रसङ्ग किनभने 2-3टा विषय प्रसङ्ग थिए आजका हाम्रा राजा आऊ भनेर चाहिँ होइन आऊ भन्दै तपाईँको दुर्गा परसाईले एकचोटि बिचमा आन्दोलन गरे नि राजा नि आउँछन् कि आन्दोलन गम्क्यो के अरे भन्ने थियो त्यो राजा आउने सम्भावना कतिको देख्नुहुन्छ अत्यन्त छोटकरीमा अब यस्तो छ अब राजा आउनका लागि मैले अस्ति नै भनेको थिएँ 2टा विकल्प भनेको थिएँ एउटा जनआन्दोलन एउटा जनमत सङ्ग्रह अहिलेका विकल्प त्यति 2टा हुन् त्यति 2टाबाट अहिले भएको जनआन्दोलनको एउटा जाने माध्यमबाट हामीले राजा ल्याउन सक्छौँ कि भनेर जाने अब राजावादीहरू पनि राप्रपा लगायतका पार्टीहरूले जुन राजाको समर्थनमा उनीहरू स्वतः उत्रेका थिए यो चैत 15 गते त्यहाँभन्दा अगाडि फाउन 25 गते पनि काठमाडौँमा ठुलो यो राजा आऊ देश बचाऊ भन्ने अब अभियान सञ्चालनमा धेरै मान्छेहरू उत्रेका पनि थिए र 15 गतेको जुन अब जुन चैत 15 गते भएको जाने आन्दोलनमा अब सरकारकै यसो हेर्दाखेरि उनीहरूको जाने अब कसरी यो आन्दोलनलाई चुहाउने र राजावादीहरूले यस्तो बदनामी काम गरे भन्ने बनाउनका लागि पनि उनीहरू घर जलाइयो भने प्रहरीहरूलाई प्रयोग गर्ने अब आगो लाग्यो भने मान्छे मारियो भने लाउने असर उल्टो उनीहरूले के भने मान्छे मारे भनेर लाए जब यो जाने राजावादीहरूले ढुङ्गामुढा बर्साएर मान्छे मारे आगो लाएर मान्छे मारे त्यहाँ न्यायिक एउटा आयोग गठन गर भनेर पनि राप्रपाले माग गरे हन् सरकार दोषी हो कि जनआन्दोलन राजावादीहरू दोषी हुन् न्यायिक छानबिन गर भन्छ नि त्यो न्यायिक छानबिन गरे थाहा भइहाल्छ नि त्यहीँ कुन चाहिँ दोषी हुन् कुन चाहिँ त्यो न्यायिक छानबिन आयोग गठन गर्न सरकार मानिराखेकै छैन जनताले नि बुझ्यो जनताले चाहे राजा ल्याउँछन् अब यिनलाई चाहेर ल्याएका हुन् दलहरू यो राजाले राम्रो काम गरेन बदमासी काम गर्यो होइन यो राजाकै कारणले देश चाहिँ अधोगतितिर गयो भनेर फालिएको राजा हो त्यही हो 46 सालमा भने अब दलै बेसी रहेछन् यिनलाई एकपल्ट मौका दियो 35 वर्षसम्म केही पनि गरेनन् अब राजै ठिक रहेछ भने जनताले ल्याउने कुरो त्यो राजा आउँछु भनेर अब त्यो कुरा त्यसै यार कुर्चिया ढ्याप्पै बसिएन पनि होइन जनताले चाहे आउने हो त्यो चाहन भने आउने अब आउनको लागि 2टा विकल्प भने एउटा जनआन्दोलन हो एउटा त हो जनआन्दोलन एउटा काठमाडौँमा मात्रै गरेर पनि फेरि यो राजा छैन है फेरि यो 77 जिल्लामा जिल्लागत आन्दोलन जहाँ चाहिँ 7 प्रदेशमा आन्दोलन र केन्द्रमा आन्दोलन जहाँ हुनुपर्ने स्वतः स्फूर्त जनता जाने जागेर आउने हो भने यो चाहिँ सरकारले 2-4 जाने गोली बर्साउनेमा पनि जनता तर्सेर कोही भाग्दैन त्यति बेला भने राजा आउन सक्ने भयो अर्को राजतन्त्र कि गणतन्त्र भनेर जाने जुन जनमत सङ्ग्रह भयो धेरै तनाव भइरहेको राजा भने त्यो जनमत सङ्ग्रह गर्ने बित्तिकै फैसला भइहाल्छ त्यहीँ राजा चाहिने राजातिर भोट हाल्छन् गणतन्त्र चाहिने गणतन्त्रतिर भोट हाल्छन् अनि आए राजा आयो नआए गणतन्त्र छँदैछ अब मैले हजुर यिनै 2टा विकल्प हुन् अब यो अहिले जाने यो आइहाल्छ भनेर म ठोक्कुवा साथ यसै हुन्छ मैले अहिले भन्दिनँ यो जनताको हातको कुरा हो अब जनआन्दोलन भयो जनताभन्दा सबभन्दा ठुलो शक्ति अर्को कोही पनि छैन हो कि होइन जनताले चाहे जे पनि हुनसक्छ आउन पनि सक्ने भयो नचाहे नआउन पनि सक्ने अब एउटा कुरो मैले हजुरलाई सोधेँ अब यो भिडियोको अन्तिम प्रश्न पनि हो यो 84मा हजुरले गरेको विश्लेषण मिल्छ यो 84को चुनावमा कस्तो प्रकारले चाहिँ जाला चुनाव कस्तो होला 84मा पुग्दाखेरि कस्तो प्रकारको चाहिँ रणनीति भएर चुनाव चाहिँ कता जाला कस्तो किसिमको चाहिँ नि एउटा घटना घट्ला अब 84मा यस्तो छ 84मा हजुरले कस्तो देख्नु भएको छ के भविष्य अब अहिलेको परिस्थिति हेर्दा अलिकति त 79को जाने पनि झलक र 79को कुराले पनि अलिक केही बुझ्न सकिन्छ 84मा अब धेरै जसो मान्छेहरू स्वतन्त्र उम्मेदवार पनि उठ्न सक्छन्
84 मा हैन 84 मा स्वतन्त्र उम्मेदवार उठ्न सक्ने एउटा सम्भावना छ त्यो गाउँ वडामा पनि उठ्न सक्ने सम्भावना छ गाउँपालिका पनि उठ्न सक्ने सम्भावना छ भोट हाल्छन् त स्वतन्त्रलाई अब यसो छ अब जनता सबै जनता काठमाडौँकै जस्ता ठक्कै बालनलाई चाहिँ छानेर भोट हाले यस्तै त गाउँघरमा गाउँका जनता त्यति मात्रै शिक्षित भइसकेका छैनन् शिक्षित भए के हुन पर्यो त नि भन्दाखेरि अब जनताले एउटा महत्त्वपूर्ण कुरो बुझ्नुपर्ने के छ कुरो भने हामीले 2046-47बाट काङ्ग्रेस एमालेलाई भोट हालिराखेको अहिले हामी मर्ने बेला पनि भइसक्यो 35 वर्षसम्म हामी यो पार्टी रहि पनि राखेका थियौँ अब मर्ने बेला हामीले किन पार्टी छोड्ने हो र त्यो पार्टी छोड्न पनि जरुरी छैन क्या त्यही काङ्ग्रेस एमाले त्यही माओवादी त्यही राप्रपा त्यहीँ बसिराखे हुन्छ कसैले छोड्न पर्दैन तर कुरो के हो त भन्दाखेरि आफ्नो मत मात्रै बदल्ने हो क्या पार्टी साटी केही बदल्न पर्दैन थोरै विचार बदल्न नि पर्दैन विचार जहाँ छ त्यहीँ राखी हुन्छ आफ्नो पार्टी पनि जहाँको त्यहीँ राख्ने विचार पनि जहाँको त्यहीँ राख्ने तर मत चाहिँ सही मान्छेलाई दिने एकपटक 84 मा सही मान्छेलाई मैले यो पार्टी उ पार्टी फलानु डिस्को कोही भन्दिनँ म सही मान्छेलाई मान्छे छानेर स्वतन्त्रै छ भने पनि योग्य मान्छे छ भने त्यो योग्य मान्छेलाई जिताउन पर्यो र यिनले दिन्छन् केही कुरा रक्सी पानी मासु के बाँड्छन् मजाले खानिन्छन् यिनीहरूले सोचेर राज्यको सम्पत्ति हाम्रो सम्पत्ति जाने उनका बाबुको सम्पत्ति होइन त्यो सरकारको घुसफुसेर ल्याएको पैसालाई खानलाई जनताले खाए फरक पर्दैन अहिले खाँदैन मजाले खाने त्यही मौका खानियो त्यो मौका मजाले खाऊ अन्त हाल जसले खुवाउँछ त्यो त नहाल खाइयो पाप लाओ भने उनीहरूले आफ्नो बाउको सम्पत्ति बेचेर ल्याएर बाँडेर औसी पानी खाएका होइन त्यो भयो पाप लाउँछ सरकारको हाम्रो हामी सबैले तिरेको जनताको करले चाहिँ खाएको पैसालाई जनताले खाने के भयो त नि खाने तर यिनलाई नदिने र एकपटक यो ठुला पार्टीका चाहिँ ठुला नेता भनाउँदालाई यो 84 मा जाने भर्ल्याङ खेलाउन नसकेनन् भने उनीहरू के ठान्छन् त भन्दाखेरि होइन जतिपटक हामीले जे उपद्रवमा जे गरे पनि हामीलाई जनताले पुष्टि हुने भयो हामीलाई छोड्दा रहन्छन् जे अरे पनि अब हेर्नु न केपी ओली हामी जति तमासा देखाए पनि शेरबहादुर यिनीहरू कति बुढा भइसक्यो जति तमासा देखाए पनि हामी हाम्रै ठाउँमा रहछौँ एउटा अर्को कुरो अब यो बुढा नेताहरूलाई जिताउन पनि उपयुक्त छैन क्या गलत बोल्नै नसक्ने अवस्थामा छन् उनीहरूलाई यो अब अहिले जाने अवस्था छैन थाहै छैन नयाँ लजिक केही पनि छैन तर्क केही पनि छैन देश बनाउने अवधारणा केही पनि छैन अनि यस्ता नेताहरू टेस्ट भइसक्यो नि नेताहरू यी टेस्ट भइसकेका नेतालाई फेरि बारम्बार मौका दिन पर्ने आवश्यकता छैन पार्टीका झोलेले तिनलाई भगवान मान्ने किन हो त्यहाँ खान पाइयो छ नि बाबु खान पाइयो छ अब जाने अब गुन्का डल्ला पाइयो छ भाउबिला पाइयो छ अनि तिनले भगवान नमानेर कसले मान्छ नि मजाले खान पाए जसले नि भगवान मान्छ नि सबैलाई आफ्नो स्वार्थ पैसा चाहियो छ खाना पाएपछि कोही बोल्ने रहन्छ थाहा भयो भनेपछि हजुरले एउटा के देख्नुभयो भने 84 सम्ममा यसरी जनता जालाम भन्ने एउटा तपाईँले त देख्नुभयो र सल्लाह सुझाव पनि त दिनुभयो त्यो जानै पर्छ मैले भनिसकेँ दिएको यिनले रक्सी मासु के बाँड्छन् बियर पैसा जे दिए नि खाइदिए हुन्छ त्यो यिनले दिएको होइन त्यो हामीले तिरेको करबाट हामीलाई दिएका हुन् त्यो अलिअलि खान यिनले धेरै खाएर थोरै हामीले मुख यसो चटाएका हुन् भोट दिन्छन् कि भनेर त्यस्तो बेलामा सबै जनताहरूले त्यो दिएको खाइदिए हुन्छ तर ती खुवाउने मान्छेलाई भोट कदापि हाल्न हुँदैन जो योग्य सक्षम व्यक्तिले गर्ने काम हो पार्टीले गर्ने होइन पार्टीले गर्ने भए मार्क्स लेनिनका देशको लागि इमानदारी हुनुपर्यो राम्रा थिए बिपी कोइरालाका सिद्धान्त विचार पनि राम्रा थिए माओ सेतुङका विचार पनि राम्रा थिए त्यो विचार बोकेर हिँड्ने मान्छे खराब भइदिए गाडी राम्रो छ चटक्क राम्रो कन्डिसनको छ ड्राइभर बौला छ भने गाडी राम्रो छ बुढा र उसले जहाँ पुर्याउनु पनि गन्तव्यमा पुर्याउला पुर्याउँदैन गाडीको कन्डिसन राम्रो भए पनि चलाउने व्यक्ति खराब भइदियो भने बिग्रन्छ क्या यहाँ चलाउने यो देश चलाउने व्यक्ति खराब भए यस्ता देशद्रोहीहरूलाई 84 को निर्वाचनमा पत्ता साफ बनाएर फाल्न पर्छ जनताहरूले खराब तरिकाले अनि मात्रै बल्ल हुन्छ यिनलाई यो भोटबाट फेरि यिनलाई अरू उपाय छैन फेरि अहिले जेसुकै चाहिँ अरे पनि कि नारा लाएरै अब सडकमा उत्रेर बहिष्कारै गर्न सक्नु पर्यो आन्दोलनबाटै फ्याँक्दिनु पर्यो यिनलाई गणतन्त्रै उड्याइदिनु पर्यो होइन भने गणतन्त्र आफैमा नि नराम्रो होइन त गणतन्त्र आफै राम्रो अधिकांश राजतन्त्र पनि छैन उयो पनि छैन र गणतन्त्र आफै नराम्रो होइन फेरि ठिक हो व्यवस्था तर चलाउने मान्छे खराब भएपछि चलाउने मान्छेलाई छानी चुनावबाट हराइदिनुपर्छ तर यो 2 सालभित्र जनताले यस्तो किसिमको जाने माइन्ड मेकअप गर्न पर्यो कि
अब योग्य मान्छेलाई ल्याउने, स्वतन्त्रै भएर पनि केही फरक पर्दैन, देश बनाउने स्वतन्त्रले लजिक भएका मान्छेले त्यो पार्टीमा लागेका मान्छेले देश बनाउने होइन। सुनिता डङ्गोलले बालेनलाई अलिकति लक्षित गरेर स्टनले देश बन्छ, देश त्यो पार्टीद्वारा उनी सञ्चालित भएर उनी त्यसरी बोलिनपछि भनेर त्यो उनले चाहिँ पार्टीद्वारा सञ्चालित भएको उनीहरूले पार्टीलाई साँच्चै नि बालेनलाई एक्लै बनाएका हुन् त एमालेले। एक्लै नयाँ राम्रो विचार ल्याउने मान्छे कहिले पनि एक्लै हुँदै हुँदैन, एकछिन होला सही विचार ल्याउने मान्छे विचार राम्रो जसले ठिक काम गर्छ त्यो एकछिन एक्लो भएर केही पनि हुँदैन। राम्रो कामको जसले पनि प्रशंसा गर्छ। त्यसो भएर उनले जाने त्यो भन्दैमा बालेन एक्लै हुने पनि होइन, नभन्दैमा उनी हाई हुने पनि होइनन्। राम्रो काम त्यसरी किन भनिन् त्यो उनी पार्टीबाट अब पार्टीको जाने उनी उपमेयर भएर जितेकी मान्छे, अब एमालेका जाने व्यक्तिले जाने टिकट दिएर जितेको भएको हुनाले जसको भात खाइ उसको गीत गाई भन्ने एउटा भनाइ पनि छ नेपाली उखान। त्यो भएर उनको पार्टीको बालेनसँग के रिस थियो र त उनले त्यो भनिन्? त्यो चाहिँ एक दिन होला त्यो चाहिँ एउटा कर्मचारी लगेर राखेको थियो, अधिकृत त्यहाँ नियुक्ति गर्न पर्ने पहिला चाहिँ भ्रष्टाचारी भनेर उनले अब बालेनले हटाएर त्यही मान्छे ल्यायो सरकारले पठाइदिएपछि उनले त्यहाँभित्र प्रवेश गर्न दिएन, भ्रष्टाचारीलाई मैले यहाँ कारवाही दिन्न भन्ने उसको कुरो। ऊ चाहिँ सुनिता डङ्गोललाई प्रयोग गरेर सरकारले अथवा चाहिँ एमाले प्रयोग गरेर त्यहाँभित्र चाबी फोडेर हाजिरा लगाएपछि त्यहाँ के भयो भने बालनको विरोध गरेपछि अब सभामुखले मेयरले गराउन खोज्ने, मेयरले गराउन नखोज्ने गर्दाखेरि त्यहाँ चाहिँ अलिकति युटर्न बनाउन खोजे जस्तो चाहिँ देखियो हो कि होइन। र उनले चाहिँ उनी पार्टीको त्यही पार्टीबाट जितेको कारणले गर्दा पनि उनी पहिले त मौनै छन्, बालनकै पक्षमा बोले जस्तो मान्थेँ मैले होइन। पछि गएर जाने उसलाई डाइभर्ट गरिदिए होला नि त्यहाँ। अब त जाने एमालेबाट जितेको मान्छे होस् त गएर जाने अब त्यो स्वतन्त्र व्यक्तिले किन बोक्यो सास भन्ने कुरो होला। त्यो भएर होला मेरो विचारमा। र अब बालनको राजनीतिलाई पनि फलक थाम उसले अनि अब स्वतन्त्रबाट उठेर पनि केही हुने रहन्छ भन्ने बनाउन खोजेको एमाले काङ्ग्रेसले। स्वतन्त्रबाट उठेर नहुने होइन क्या, त्यो गर्ने चाहिँ उनीहरूको विचार चाहिँ स्वतन्त्रबाट उठे फेरि पनि जित्ला नि। अब पार्टी नयाँ खोले मान्छेले भने एमाले र काङ्ग्रेस बाहेक अरूको विकल्प छैन, तिमीहरू पार्टी खोलेर नयाँ स्वतन्त्र भनेर यहाँ निस्किन पर्दैन भनेर त्यो चाहिँ देखाउन खोजेका हुन्। त्यही हुनसक्छ, किनभने अब अरू स्वतन्त्रले नि बालनको सिको अर्चन अरू धेरै स्वतन्त्रबाट यसो यसो गरिदिएर उसलाई जाने अहिले पञ्चायत झापी यो स्वतन्त्र नि उठ्न पर्दो रहेछ। दल भनेको दल नै रहेछ भन्ने किसिमको एउटा जाने बनाउनका लागि पनि त्यो हुनसक्छ एकदमै। तर राम्रो कुरा फेरि जहिले पनि राम्रै हो है, फेरि राम्रो कुरा एकछिन हत्केलाले सुरिसकेर मात्रै त्यो छेकिँदैन। एकदमै हस् हुन्छ। आज चाहिँ हजुरले हामीलाई एकदमै बहुमूल्य समय दिनुभयो। अन्तिममा केही छ कि त्यस्तो भन्नुपर्ने जनता? होइन, मैले भनिसकेँ। अब 84 को चुनाव आउने क्रम छँदैछ। अब 2 सालपछि, ठ्याक्कै 2 सालपछि सबैजना कसिसके। अब चाहिँ 700 लगभग चाहिँ 65 दुना 30 होइन भनेपछि 730 दिनभित्र देशमा चाहिँ लगभग चाहिँ गाउँपालिका, नगरपालिका, महानगरपालिकाको स्थानीय निकाय निर्वाचन हुन्छ र 84 मङ्सिरमा संसदको निर्वाचन हुन्छ। यो अवस्थामा 2 सालमा 3 साल बितिसक्यो। 2 सालमा सारा नेपाली जनताहरूले एउटा यस्तो मानसिकता तयार पार्नुपर्छ कि 84 नि हामीले गल्ती गऱ्यौँ भने फेरि 5 साल हामी पछाडि पर्छौँ। र अहिलेसम्म जाने जुन अब यत्रो कुराहरू सिकियो, हामीले जानियो। अब यो कुराबाट हामीले एउटा पाठ सिकेर सक्षम खालको खाली पार्टी भनेर पनि हिँड्न भएन। पार्टीको पनि योग्य मान्छे जो छ त्यो योग्य मान्छेलाई जिताएर सही मान्छेलाई जाने हामीले संसदमा पठाउन सकिएन भनेदेखि, अब गाउँपालिकामा पठाउन सकिएन, नगरपालिकामा, महानगरपालिकामा, संसदमा सही अझ भन्ने हो भने मैले भनेर अझ हुने हो भने त यस्तो किसिमको प्रधानमन्त्री बन्न पर्यो जुन प्रत्यक्ष जनताद्वारा निर्वाचित हुनुभयो। 5 वर्ष कुनैले हल्लाउनै नसक्ने रेगुलर रूपमा त्यो 5 वर्षसम्म त्यो चाहिँ प्रधानमन्त्रीले काम गर्न सकोस्। यस्तो किसिमको व्यवस्था नभएसम्म यो संसदबाट चुन्ने जुन प्रधानमन्त्री हो यो यस्तै हो। यो 84 मा नि यस्तै हो, 89 मा नि यस्तै हो, 94 मा नि यस्तै हो, ल 99 मा नि यस्तै हो। ल त्यसो भएको हुनाले यो अहिलेको गणतन्त्र अब मा पनि के खोज्न पर्छ भने प्रत्यक्ष जनताद्वारा निर्वाचित प्रधानमन्त्री
प्रधानमन्त्री र त्यो मन्त्री परिषद त्यसले मन्त्रीमण्डल पनि यस्तो बनोस् देश विकासको लागि काम गरोस्, सकेसम्म सांसद एजेन्ट नहोस्, सांसद चाहिँ त्यहाँ चाहिँ मन्त्री हुन पनि नपाओस्, सांसदले सांसदै काम गरोस्, आफ्नो विकास चाहिँ सांसद क्षेत्रमा विकास गर्न यतातिर दौडने, उता मन्त्रीको भागभिन्दा चाहिँ अन्यत्र नजाने, अलिकति योग्य सक्षम युवा खालको अलिकति भिजन भएको लजिक भएको व्यक्ति चाहिँ मन्त्री बन्ने, प्रत्यक्ष निर्वाचित चाहिँ राज्यभरिबाट प्रधानमन्त्री छान्न पाउने, जनताले भोटाल्ने व्यवस्था नभएसम्म यो चाहिँ यस्तै हो, यहाँभन्दा अरू केही पनि हुँदैन। एकदमै आज र हामी सामु र हजुरलाई धेरै धेरै धन्यवाद छ। आज हामी सामु समाजसेवी चुडामणि ढकालजी हुनुहुन्थ्यो। उहाँले आफ्नो यात्राको क्रममा एउटा समय दिएर र सुरुमा हामी अलिकति हिँड्दै गर्दाखेरि भिडियो थोरै बिग्रेको नि हुनसक्छ, पछि हामी रोकिएर यो एकदमै डाँडा काँडा यो सुन्दर ठाउँमा यस्तो रमाइलो चाहिँ ठ्याक्क डरे देउरालीहरू यो चाहिँ विभिन्न एकदमै रमाइलो ठाउँमा आज हामी बसेर हामीले चाहिँ एकदमै र एउटा जनतालाई सचेतनमूलक एउटा भिडियो तयार गरेका छौँ। यो चाहिँ कुन ठाउँमा रहँदा यो अहिले स्याङ्जा पर्वतको सिमानामा छ, ठ्याक्क सिमाना स्याङ्जा, यो यताको स्याङ्जा र यताको पर्वत हो। अहिले हामी स्याङ्जा र अहिले हामी पर्वतकै सिमानामा छौँ, ठ्याक्कै पर्वतमा स्याङ्जा र पर्वत। तर यसरी हेर्दा यो स्याङ्जा हो, स्याङ्जा हो, यता हेर्दा पर्वत हो, यता हेर्दा पर्वत हो, यो साझा हो। साझा पनि होइन, यहाँबाट पानी यता बगो यो स्याङ्जा हो, यता पानी यहाँ पर्वत भइहाल्यो। त्यस्तो सिमाना यही छौँ, सिमाना यही हो। र यो आज जुन हजुरले दिएको कुरा छ एकदम एकदम सान्दर्भिक छ र हजुरलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। र यसरी दर्शक साथीहरू त्यो चाहिँ झोला लिनु होला। र आज हामी चुडामणि सर र म भएर हामी सामाजिक संसार युट्युब च्यानलमा र जनतालाई सचेत पनि गराउनुपर्छ, धेरै कुराहरू चाहिँ विषयवस्तु राख्नुपर्छ भनेर हामीले आज यो भिडियो तयार गरेका छौँ। सबैले लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गर्नु होला। भिडियो एकदम रोचक छ, पुरा सुन्नु होला। र अर्को भिडियो हामी फेरि भोलि पर्सितिर अलिकति बसेर तयार गरेर विभिन्न विषयहरूमा के विषयमा ल्याउँदा ठिक हुन्छ अहिले हाललाई भन्ने कुराहरू गरेर हामीले त्यो भिडियो तयार गर्नेछौँ। हामीलाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरेर सब्सक्राइब गरेर साथ दिनु होला। हस्, धन्यवाद, थ्याङ्क यू सो मच। म चिरञ्जीवी ढकाल र हाम्रो चुडामणि ढकाल, हामी दुवैजना बिदा हुन्छौँ। धन्यवाद।